नमस्कार, ललित मचिन्दरमा यहाँलाई स्वागत गर्दछु। आज चाहिँ म मौलिक हकको विषयमा कुराकानी गर्न उपस्थित भएको छु। नेपालको संविधानमा मौलिक हकको बारेमा के कस्तो व्यवस्था गरिएको छ, कतिवटा मौलिक हकहरूको व्यवस्था गरिएको छ भन्ने विषयमा कुराकानी गर्न यहाँनिर उपस्थित भएको छु। मौलिक हक भनेको संविधानमा नै व्यवस्था गरिएको नागरिकलाई बढीभन्दा बढी अधिकारले सम्पन्न गराउनको लागि संविधानमा नै मौलिक हक अन्तर्गत राखिएका अधिकारहरू नै मौलिक हकहरू हुन्। मौलिक हक राज्यका विरुद्ध नागरिकहरूले प्राप्त गर्ने गर्दछन्। मौलिक हक नागरिकका लाइफ, लिबर्टी र प्रोपर्टीसँग सम्बन्धित हुन्छन्। नागरिकका मौलिक हकलाई सरकारले बन्देज गर्न सक्दैन। यदि नागरिकको मौलिक हकमा सरकारले आघात पुर्यायो भने नागरिकहरूले न्यायालय मार्फत आफ्नो मौलिक हकको प्रचलन गराउन सकिने कानुनी व्यवस्था गरिएको छ। नेपालको संविधान 2072 भन्दा अगाडिका संविधानहरूमा पनि मौलिक हकको व्यवस्था काहीँ न काहीँ हुँदै आइरहेको अवस्था थियो र 2072 को संविधानले मौलिक हकमा व्यापक मात्रामा विस्तार गरेको अवस्था छ। अहिले नेपालको संविधानमा हेर्दा जम्मा 31 वटा मौलिक हकको व्यवस्था गरिएको छ। भारतीय संविधानका पिता डाक्टर भीमराव अम्बेडकरका अनुसार मौलिक हक भनेको संविधानका आत्मा हुन्, जसले नागरिकका अधिकार र स्वतन्त्रताको रक्षा गर्छन् भनेर भन्नुभएको छ। थोमस जेफरसनले के भनेका छन् भने मानिसका केही अधिकारहरू यस्ता हुन्छन् जसलाई सरकारले खोज्न सक्दैनन् भने ती अधिकारहरू मौलिक अधिकारहरू हुन्। नेपालको संविधानको धारा 16 देखि 46 सम्म व्यवस्था गरिएको मौलिक हकहरू सकारात्मक र नकारात्मक दुवै प्रकृतिका मौलिक हकहरू रहेको छ। सकारात्मक मौलिक हक भनेको राज्यले केही गरिसकेपछि मात्रै अथवा राज्यले सेवा सुविधा प्रदान गरिसकेपछि मात्रै कार्यान्वयन हुने मौलिक हकहरू सकारात्मक मौलिक हक हुन्। यसमा राज्यको भूमिका सक्रिय रहने गर्दछ र यो बिस्तारै लागू हुने गर्दछ। भने नकारात्मक मौलिक हक भनेको राज्यले सेवा सुविधा अथवा बजेट खर्च गर्नै नपर्ने र एकचोटि संविधानमा व्यवस्था गरिसकेपछि स्वतः लागू भइरहने हकहरू चाहिँ नकारात्मक मौलिक हकहरू हुन्। यसमा राज्यको भूमिका निष्क्रिय रहन्छ र यो संविधान जारी भएपछि लगत्तै कार्यान्वयनमा जान्छ। उदाहरणको रूपमा भन्नु पर्दाखेरि सकारात्मक मौलिक हक भनेको जस्तै शिक्षाको हकलाई लिन सकिन्छ। राज्यले स्रोत साधन र बजेटको व्यवस्था गरिसकेपछि मात्रै कतिपय शिक्षा सम्बन्धीका हकहरू कार्यान्वयनमा जाने गर्दछन् भने त्यो सकारात्मक मौलिक हक हो। जस्तै अरू पनि थुप्रै छन् सकारात्मक मौलिक हकहरू, जस्तै सामाजिक सुरक्षाको हक, जस्तै वृद्धहरूलाई सामाजिक सुरक्षा भत्ता, लोकोन्मुखहरूलाई सामाजिक सुरक्षा भत्ताका व्यवस्था राज्यले बजेटको व्यवस्था गरिसकेपछि मात्रै कार्यान्वयन हुन जान्छ भने त्यो सकारात्मक मौलिक हक हो। र नकारात्मक मौलिक हकको रूपमा भन्नु पर्दाखेरि जस्तै स्वतन्त्रताको हक, संविधानमा नै स्वतन्त्रता हक व्यवस्था गरिसकेपछि त्यसमा स्रोत साधन बजेटको खर्च गरिरहनु पर्दैन, राज्यको भूमिका सक्रिय भइरहनु पर्छ भन्ने छैन, स्वतः प्राप्त भइरहन्छ। र त्यस्तै गरी शोषण विरुद्धको हक, यसमा राज्यले स्रोत साधन बजेटको व्यवस्था गरिरहनु पर्दैन, एकचोटि संविधानमा व्यवस्था गरिसकेपछि प्राप्त भइरहन्छन्। त्यस्तै धार्मिक स्वतन्त्रताको हक, जस्तै गोपनीयताको हक, यी हकहरू चाहिँ नकारात्मक हकहरू रहेका छन्। यो सम्बन्धमा चाहिँ संविधानमा व्यवस्था गरिएको मौलिक हकको मूल्याङ्कन गर्नुपर्दा यसको सकारात्मक पक्षको रूपमा व्यापक रूपमा मौलिक हकको विस्तार गरिएको छ। संविधानमा जम्मा 31 वटा मौलिक हकहरूको व्यवस्था गरिएको छ र त्यसै गरी सम्मानपूर्वक बाँच्न पाउने हकलाई पहिलो प्राथमिकतामा राखिएको छ। केही सामूहिक हकहरूलाई पनि मौलिक हकको सूचीमा समावेश गरिएको छ र त्यसै गरी मौलिक हकहरूको उल्लङ्घन भएमा उच्च न्यायिक निकायहरूबाट त्यसको उपचार गर्न सकिने व्यवस्था गरिएको छ र त्यसै गरी नागरिकलाई कर्तव्यनिष्ठ बनाउन नागरिक कर्तव्यहरूको व्यवस्था गरिएको छ। मौलिक हकको नकारात्मक मूल्याङ्कन गर्नुपर्दा मौलिक हकहरू बढीभन्दा बढी महत्त्वाकांक्षी छन्। कतिपय मौलिक हकलाई कार्यान्वयन गर्न राज्यले अरबौं खर्च गर्नुपर्ने अवस्था छ। मौलिक हकका कतिपय प्रावधानहरू एक अर्कामा बाजिएका छन्
जस्तै सम्पत्तिको हक र आवासको हकमा गरेका कतिपय व्यवस्थाहरू परस्परमा बाजिएका छन्। त्यसै गरी मौलिक हक र राज्यका नीति निर्देशक सिद्धान्तका व्यवस्थाहरू परस्परमा दोहोरिएको अवस्था छ र स्वतन्त्रताको हकको नाममा अनावश्यक बन्देजहरू रहेका छन्। त्यस्तै समानताको हकको नाममा विशेष सुविधा पाउने वर्गमा कोही पनि छुटिएका छैन। अब चाहिँ म नेपालको संविधानमा धारा 16 देखि 46 सम्म व्यवस्था गरेका 31वटा मौलिक हकको विषयमा कुराकानी गर्न गइरहेको छु। कस्ता कस्ता मौलिक हकको व्यवस्था गरिएको छ भन्ने विषयमा बुझ्न सकिन्छ। अब धारा 16 मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा 17 मा स्वतन्त्रताको हक, धारा 18 मा समानताको हक, धारा 19 मा सञ्चारको हक, धारा 20 मा न्याय सम्बन्धी हक, धारा 21 मा अपराध पीडितको हक, धारा 22 मा यातना पीडितको हक, धारा 23 मा निवारक नजरबन्द विरुद्धको हक, धारा 24 मा छुवाछुत विरुद्धको हक, धारा 25 मा सम्पत्तिको हक, धारा 26 मा धार्मिक स्वतन्त्रताको हक, धारा 27 मा सूचनाको हक, धारा 28 मा गोपनीयताको हक, धारा 29 मा शोषण विरुद्धको हक, धारा 30 मा स्वच्छ वातावरणको हक, धारा 31 मा शिक्षा सम्बन्धी हक, धारा 32 मा भाषा तथा संस्कृति सम्बन्धी हक, धारा 33 मा रोजगार सम्बन्धी हक, धारा 34 मा श्रम सम्बन्धी हक, धारा 35 मा स्वास्थ्य सम्बन्धी हक, धारा 36 मा खाद्य सम्बन्धी हक, धारा 37 मा आवास सम्बन्धी हक, धारा 38 मा महिला सम्बन्धी हक, धारा 39 मा बाल बालिका सम्बन्धी हक, धारा 40 मा दलितको हक, धारा 41 मा ज्येष्ठ नागरिक हक, धारा 42 मा सामाजिक न्यायको हक, धारा 43 मा सामाजिक सुरक्षाको हक, धारा 44 मा दलित सम्बन्धी हक, धारा 45 मा देश निकाला विरुद्धको हक, धारा 46 मा संवैधानिक उपचारको हकको व्यवस्था गरिएको छ। संविधानमा व्यवस्था गरेका मुख्य मुख्य मौलिक हकहरूमा के कुरा उल्लेख गरेको छ भने नागरिकहरूलाई मृत्युदण्ड हुने गरी कानुन बनाउन पाइने छैन भन्ने एउटा इम्पोर्टेन्ट कुरा लेखिएको छ र त्यसै गरी नागरिकहरू न्यायको दृष्टिमा बराबर रहने कुरा उल्लेख गरेको छ र त्यसै गरी स्वतन्त्रताको हकमा हामीले लोकसेवा तयार गर्दा पढेका थियौँ विधि रासन नेको। बी भनेको विचार र अभिव्यक्तिको स्वतन्त्रता, अर्को बी भनेको बिना हात हतियार शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता, रा भनेको राजनीतिक दल खोल्न पाउने स्वतन्त्रता, सङ्घ भनेको सङ्घ संस्थाहरू खोल्न पाउने स्वतन्त्रता र नेको भनेको नेपालको जुनसुकै भूभागमा गएर बसोबास तथा आवत जावत गर्न पाउने स्वतन्त्रता र त्यसै गरी नेपालको जुनसुकै ठाउँमा पेसा, रोजगार, व्यापार, व्यवसाय, उद्योग सञ्चालन गर्न पाउने स्वतन्त्रता र त्यसै गरी आफूले मन परेको धर्मको अवलम्बन गर्ने र त्यसको संरक्षण गर्न पाउने स्वतन्त्रता, थुनामा रहेको व्यक्तिलाई शारीरिक र मानसिक रूपमा अमानवीय व्यवहार गर्न नपाइने व्यवस्था गरिएको छ र त्यसै गरी सञ्चार माध्यमहरू शब्द विषय सञ्चार माध्यमहरूलाई अवरुद्ध गरिने छैन भनेर व्यवस्था गरिएको छ। त्यसै गरी सम्पत्तिमा दम्पतिको बराबर हक रहने भन्ने कुरा उल्लेख गरिएको छ र प्रत्येक महिलाहरूलाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक रहने व्यवस्था गरिएको छ र त्यसै गरी कुनै पनि नागरिकहरूलाई देश निकाला गर्न नपाइने व्यवस्था गरिएको छ र उपभोक्तालाई गुणस्तरीय सेवा पाउने हकको व्यवस्था गरिएको छ र धारा 46 मा संवैधानिक उपचारको हकको व्यवस्था गरेको छ र नागरिकहरूले प्राप्त गरेका मौलिक हकहरूको उल्लङ्घन गरिएमा राज्यका विरुद्ध न्यायिक निकायहरूबाट आफ्नो मौलिक हकको प्रचलन गर्न पाउने गरी संवैधानिक उपचारको हकको व्यवस्था गरिएको छ।